ल आज हाम्रो तेस्रो दिन पोखराको तेस्रो दिन पहिलो ठाउँ बेगनास लेक आइपुग्यौँ हामी पोखरा 10 किलोमिटर तल पर्दो रहेछ यहाँ पनि बोटिङ सिस्टम रहेछ त हो नवीन ल बेगनास ताल बेगनास लेक भन्दो रहेछ बाफ उडिरहेको छ भट भट हिमाल पनि देखिरहेको छ कति मिठो हिमाल देखिरहेको छ बिहानै 7 बज्दैछ माथि जाँदा धेरै घुम्नुपर्छ हिमाल चाहिँ मिठो देखिरहेको छ यहाँबाट बेगनास ताल भन्दो रहेछ यसलाई चाहिँ ठुलो रहेछ यो पनि परसम्म कस्तो मिठो हिमाल देखिरहेको छ हिमालको रिफ्लेक्सन यहाँ आइरहेको छ है हिमालको रिफ्लेक्सन बेगनास ताल पोखरा कस्तो बेगनास तालमा छौँ हामी अहिले बेगनास ताल यहाँ फोटो खिच्ने ठाउँ बनाएको रहेछ बेगनास ताल यस्तो छ यही अदर एट्र्याक्सन रूपा लेक बिगेन योगा बेगनास तालको बारेमा यहाँ लेखेको छ सबै विवरण कास्क यहाँ पर्दछ कोअर्डिनेसन लेक नेचर ताल सबै थोक रहेछ यस्तो छ यहाँ सबै बेगनास ताल आउँदैन बाटो यस्तै छ अनि तलबाट फेरि यता तेर्सिनु पर्छ के ल हामी रूपा तालतिर जाँदैछौँ अब यहाँ अमोली
छ कति किलोमिटर छ म अपडेट गर्छु। यहाँसम्म चाहिँ हामीले राम्रो बाटो हेऱ्यौँ। यहाँबाट चाहिँ बाटो अलिकति ग्राभल टाइपको राम्रो खालको ग्राभल पनि राम्रो खाले यस्तो छ बाटो यहाँ। हालै हो त ल रूपाताल पनि हामी आइपुग्यौँ जस्तो छ। यही जस्तो छ रूपाताल पनि यति धेरै अप्ठ्यारो रहेछ अलिकति बाइक त होइन गयो नि अगाडिबाट हो क्या गेट चाहिँ गेटबाट रुखबाट पानी निस्केको भन्ने छ त्यहाँ। अब त हामीले कतैसम्म हामी पत्याउन अलिक गाह्रो पर्छ। हामी प्रत्यक्ष हाम्रो दुईवटा आँखाले हेरेर क्यामेरामा कैद गरेर हजुरलाई हामी दृश्य देखाउने छौँ। हामीसँग जोडिराख्नु होला। राम्रो पिच आइसकेको छ ढलान बाटो। रूपाले ठुलो छ वहाँदेखि उतादेखि कतासम्म यता छ। यहाँबाट उता कहाँसम्म छ हामी एक्सप्लोर गर्ने नै छौँ। हिमालय त हामीलाई कहीँ नछोड्ने भयो। पोखराभरि कहाँसम्म हामीलाई पछ्याउँछ हिमालय हामीले हेर्दैछौँ। ल हामी रूपातालको यहाँ मन्दिर बन्दै रहेछ। रूपातालको त्यहाँ भर्खर कन्स्ट्रक्सन हुँदैछ। सानो चोक जस्तो रहेछ यस्तो ठाउँ। सानो झुप्रा झुप्री लाएर त्यहाँ चाहिँ रुखको जरा ठुटाबाट पानी निस्केको भन्ने मन्दिर यहाँ त्यहाँ रहेछ। त्यहाँ चाहिँ मन्दिर बन्दैछ अरे भर्खर कन्स्ट्रक्सन हुँदैछ। पानी सुकाएर कन्स्ट्रक्सन गर्दै हुँदो रहेछ। हामी मन्दिर यहाँ ठुटोबाट पानी निस्केतिर लाग्छौँ। अब बाइक यता राखियो र यता गइयो। ल जलसिद्धि महादेव मन्दिर यस्तो रहेछ। यहाँ चाहिँ ल हामी आइसकेका छौँ रूपातालमा। काठको मुढोबाट पानी आउने दृश्य हामी देखाउँदैछौँ हजुरहरूलाई। काठको मुढोबाट पानी आइरहेको थियो। वरिपरि मन्दिर छ। काठको मुढोको पानी हो यो चाहिँ। लु त तातो पानी छ। अद्भुत दृश्य यो। सातों अजूबा इस दुनिया में भन्छ नि। यो आठौँ हो। आठौँ भने एक नम्बरमा पर्छ। एक नम्बरमा पर्छ तर लिस्टमा चाहिँ चढेको छैन। यो अजूबा हो। यो यसमा केही साइन्स छैन, केही टेक्नोलोजी युज गरेको छैन। केही टेक्नोलोजी गरेको छैन। यो माथि कसैले टेक्नोलोजी केही युज गरेको छैन। बकैदा पानी आउँदैछ। तातो रहेछ पानी पनि। साँच्चै नै तातो रहेछ। मुक्ति रोइले
रूपातालको मेन विशेषता। कति किलोमिटर हो र? त्यहाँ पछाडि लेखेको छ ल। सिधै हो सिधै? सिधै नन स्टप। हामी विराटनगर सहरबाट आइपुग्यौँ दाइको। हजुर हजुर चटपटे दाइको चाखौँ भनेर नि खोज्दै खोज्दै निकै गाह्रो पर्यो त हामीलाई त। दाइले गाडीको नम्बर चाहिँ 0124 है के कस्तो 124 यही खाने बाबु पिरो खानुहुन्छ नि? पिरो खान्छु। पिरो ठिक थप्दिँदा हुन्छ बरु। हजुर चाउचु त भेज थियो होला है? ल सर पहिले चाख्नुहुन्छ है त हाम्रो दमौली दाइको फेमस चटपटे झ्याप्पै। नवीन सर म पनि ओके। म त जाडोले त खाइ भएन यार। केही भन्दैन तपाईँ? तपाईँले भनिदिनु। के भन्नु? नमस्कार, जय होस्। म बुद्धेश्वर भट्ट दमोली तनहुँ जिल्लाबाट विराटनगरबाट यति टाढाबाट जे सब घुम्न निस्किनु भयो, तर सम्झेर ब्रदर सबलाई यति धेरै माया गरेर आइदिनु भएको भयो, धेरै धन्यवाद। कल्याण होस् बाबु, जय होस्, जय होस्, कल्याण होस् बाबु, धेरै धन्यवाद तपाईँलाई। दीर्घ आयुष्मान होस् बाबु। हामीले एक प्लेट खाइसक्यौँ, फेरि अर्को प्लेट दाजुलाई भनेर चाउचाउ चाहिँ फेरि झन् झन् विराटनगरबाट आइपुग्दो रहेछ नि त। सोनापुरको चाउचाउ आउने रहेछ नि त। सोनापुरबाट रम्पम प्रीति अनिल तिमीले अनि पोखराबाट मगाएको मगाइन्छ चाउचाउ पनि एक कार्टुन एक गाडी म दाइले झार्दै हुनुहुन्थ्यो। भोलि हैन नि भोलि मागेर काट्दै दिन्छ फेरि स्पाइसी। जय होस्। ल दाजु विराटनगरबाट है हामी चाहिँ ल यहाँ राख्दैन ल कल्याण होस् बाबु। ल ल सो स्पाइसी छ। ल सकेसम्म आज आउने ओ यम्मी है। तिम्रो त अझै मगाइदिनु पर्यो नि तपाईँ। साह्रै दामी दाजु यार पिरोले अझ हामीलाई चाहिँ हामी त चिसो ठाउँबाट आइन्छ। चिसोबाट आयो कि पिरो पिरो खाएर अझ सबैतिर दाइको त्यो हिल छ नि मसँग म्याक्सिमम सला नुन र स्लाइड। स्नानको लागि देवघाट आइसकेका छौँ। रसिकजी महाराजजी अगाडि हुनुहुन्छ, नवीनजी यता हुनुहुन्छ, हाम्रो मिलनजी कता हराउनु? मिलनजी फेरि मिलनजी त्यता हुनुहुन्छ, मिलन काका। रसिकजी महाराजजीलाई म पछ्याउँदैछु। के गलेश्वर आश्रम सबैभन्दा ठुलो आश्रम, यहाँको चल्ती आश्रम। विभिन्न आश्रम छन् यहाँ देवघाटमा।
सबैभन्दा पुरानो गुरुकुल देवघाटको सबैभन्दा पुरानो गुरुकुल रहेछ यो सुखजी महाराजजीद्वारा इन्फर्मेसन पास आउट हुँदैछ ल हामी सन्तोला खाने जस्तो कुरो आएर यहाँ अनि खोइ त नाप्ने कहाँ त्यहाँबाट नाप्ने सिक्जी महाराजजीले ल मिलनजी पाएको छन् न मिलन र सिक्जी महाराजी ए यस्तो खालको हाल्नु क्या हामीलाई बढी भात चाहिँदैन ए यस्तो पनि ठिक हुन्छ हौ अमिले हुँदैन होला गुरुहरूलाई एकदम मान्ने दिदी हो क्या गुरु भक्त क्या दिदी गुरु भक्त मेरो हुनेवाला शिष्य है म चाहिँ गुरु भक्त पछि कन्टी पान्छ सुन्नु माछा मासुहरू छोड्नु ल भोलि पर्छ एकदम गुरु भक्त मान्छे हो स्याङजामा बिचारे एउटै अमेरिकामा 1 किलो सुन्तला किनेको 1 झोला हाल्दिनु भयो अरे गुरुहरू भनेर भयो पैसा मैले अघि दिइसकेँ है देवीजीलाई ल भइहाल्छ यो चाहिँ त्यही हामीले खोज्नु गएको ढुङ्गा चाहिँ त्यही रहेछ यहाँ पनि भेटिन्छ होला त रसिकजी महाराजजीले दिएको रसै रस होला नि ल देवघाट आइपुग्यो हेर्दा चाहिँ अर्जुन धारे हो कि पोखराको के अरे विशुद्ध स्नानमा हामी जानेछौँ ढिलो हुन्छ हो जाडो हाम्रो अगाडि रसिकजी महाराजजी हुनुहुन्छ यता हाम्रो मिलनजी हुनुहुन्छ काका यता हुनुहुन्छ हाम्रो नवीन ढकालजी वरिष्ठ मिलन ढकालजी भनेर देवघाटको स्नानको लागि हामी आइसकेको छौँ यस्तो छ दृश्य मिलनजी महाराजजी वरिष्ठ मिलन ढकालजी सक्रे मिलनजी त होइन नि ल राम्रो होस् सबैको स्थान ठ्याक 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 हो नवीन सुत्ने ठाउँ होइन यहीँ ट्याक्क हेर सबको ए नवीन सुन न अरे पानी पर्दैन त पानी पर्दैन त भागमा पानी पर्दै भन्दै यो मौसमै पानी पर्ने मौसम होइन त त्यही पनि अलिक यार मायाको हुन्छ नि त ल हामी अघि रसिकजी महाराजजीलाई लगाएर पछि मिलनजीलाई लगाएर हामी बिचमा दुई भाइ चाहिँ हामी बिचबाट छौँ भिड पुरा व्यापक छ रातिको लागि बस्न कहाँ हो ठाउँ भनेर सबैजनाले खोजिरहनु भएको छ ए देवघाटको किनारा त्यस्तो छ हो मेला रहेछ अनि हामीले क्यास नबोकी आएको यस्तो हो त नुहाइ गर्ने टेन्ट यस्तो बेला टेन्ट क्याम्पिङ टेन्ट चाहिँ सही हुन्छ होइन
ल यस्तो चाहिँ देवघाटको दृश्य सबैको खिच्यो मेरो चाहिँ आउँदै आउँदैन यार भिडियोमा केटा नवीनजीमा हामी ठ्याक्क अहिले देवघाट धाम आइपुगेका छौँ यहाँ आज भोलि सद्बिउ छर्ने दिन भनेर एकदमै धेरै भक्तजनहरू आउनु भएको छ हाम्रो मिलन काका पनि अगाडि बढ्दै हुन्छ स्नान गर्नलाई देवघाट लेखेको जस पर बोर्ड पनि पर रहेछ यहाँ बोटिङहरू पनि गर्न मिल्ने रहेछ आजदेखि नै सबैजनाले एकदम आफ्नो स्थान बनाएर बसिरहनु भएको छ भोलि बिहान सबैले एकदम स्नान गर्नलाई हामी पनि आज यहाँसम्म आइपुग्ने ठ्याक्कै संयोग मिल्यो भोलि बुढौलीको 160 पारनमा जाने भनेर हामी देवघाट निस्केका थियौँ आज हाम्रो यहाँ विश्रामपछि भोलि बिहानै हामी उतातिर लाग्नेछौँ ल चुप्लुङ चुप्लुङ गरेर हो अरे हो ल घाटमा स्नान भइसक्यो हाम्रो अब यहाँ के अरे हामी के खोज्दैछौँ अरे शालिग्राम खोज्दैछौँ हामी है के लफडा हो त्यहाँ कराउँदै खान्छ शालिग्राम सुन न शालिग्राम चाहिँ यस्तो धर्सा पनि कोरिएको लु शालिग्राम चाहिँ धर्सा पनि कोरिएको हुन्छ अरे है कति राम्रो आएको छ भर्खर फेरि यता आउँछ काका ल एन्टिलाइट हो भेरी गुड ल हामी छौँ है शालिग्राममा जय हो शालिग्रामको खोजाइ हुँदैछ यहाँ खोला नालामा देवघाटको किनारमा छौँ हामी गण्डकीमा हामी के खोज्दैछौँ नवीन सर हामी शालिग्राम खोज्दैछौँ काली गण्डकी र नारायणको बिचमा हामी सङ्गममा त्यहाँ देवघाटको उसमा नुहाइँदै गरेर यहाँ हामी शालिग्रामको खोजीमा छौँ हामी कता के घोड्दा के हुने अरे हाम्रो महाराजजी यहाँ बस्नु भएको छ काका महाराजजी के गर्दै हुनुहुन्छ यार खोजखाज गर्नु न काका महाराजजी भेटिसक्यो काकाले नवीन सर एउटा त भेटेँ मैले के हो यस्तो होइन भोट्ने अब तयारीमा छु म देवघाटमा भोलिको स्नानको लागि सजुन छर्नको लागि जता हेऱ्यो त्यतै मान्छेहरूको आफ्नो वासस्थान एक दिनको एक रातको लागि सबैजनाले म्याट ओछ्याएर बस्नु भएको छ यस्तो छ सबै जता हेऱ्यो त्यतै त के गरिस् मेरो हातमा झन् गिला कपडा नि हाम्रा कुन राजा हुन दुईजना ओइ मैले देखेको थिएन त कुन राजा हुन् नवीन सरी यहाँ चिन्नेले कमेन्ट गरिदिनु होला जता हेऱ्यो त्यतै जनसङ्ख्या जता हेऱ्यो त्यतै जनसङ्ख्या
हनुमानका त मित्रहरू मात्रै नि ए त्यसरी लगाएर त खोसिहाल्नु त्यसलाई छोप्नु त होइन खोज्छन् ल आउने क्रम जारी नै छ आउने क्रम हेर चाहिँ जस्तो देखिन्छ तर माटो शालिग्रामको तल खोज्यो माथि नि छ जस्तो लाग्यो सबले ए यो पनि शालिग्रामै त हो ल्याउँदै ख्याल्दै गरेर होइन अन्य ख्याल्दै मेरो भएर हो कि ल हामी सीता गुफातिर प्रस्थान गर्दैछौँ तलतिर सीता गुफा त नवीन सर पछाडिबाट आउँदै हुनुहुन्छ है फोटो खिच्न ए हस् कहाँ छैन जुत्ता चप्पल यहीँ खोलौँ न त हुन्छ महाराजजी पहिले अघि बढ्नुभयो हामी पछि छौँ कस्तो दामा तरिकाले ढलाइ गरेर छौँ ढुङ्गालाई काटेर प्राकृतिक ढुङ्गा कति मजाको सीता गुफा सीता गुफा आइपुग्यो टाढा छ कि त्यही छ हो त्यही त मलाई रिटर्न आउँदा नि उल्टो बाटै आउनु पर्ने हामी कस्तोमा हो रियल भन्यो सीता गुफातिर हामी प्रवेश गर्दैछौँ यहाँ रामजी बाहिर ड्युटीमा हुनुहुन्छ हामी यहाँ यसरी नै जानुपर्छ अरे आउँदा नि यसरी नै आउनुपर्छ अरे गुफामा त्यति कन्जेस्टेड त रहन्छ त्यो ध्यान गर्ने ठाउँ यता यहाँ कस्तो अर्को पेन्ट रहेछ मोबाइलमा त फर्किनु भयो है ल आइ फेरि पछि हुँदै नै आउनुपर्छ अरे लाउँदैछस् तेरो मोबाइल दे लाइट मोबाइल राख पच्छु छैन जाओस् त्यति कन्जेस्टेड त रहन्छ माथि चढ्नु र निस्किने ठाउँ चाहिँ अलिक अप्ठ्यारो रहेछ यता रामजी बस्नुभएछ अनि
यस्तो रहेछ वशिष्ठजीले ध्यान गरेको ठाउँ रहेछ यो गुफा। वशिष्ठ गुफा, गुरु वशिष्ठ गुफा यहाँ रहेछ। बिस्तारै उल्टो उल्टो गर्दै यहाँ ठोकेको मेरो ठोकिन्छ अझै 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 अब मात्रै ल। माता सीताको स्थान यहाँबाट काकाले जय हो काका, जय होस्। यहाँबाट हामी प्रवेश छ। राम्रै ठाउँमा ध्यान गर्नु भएर छ नि त। यहाँ बसेर ध्यान गर्न पाउँदा हामीले संसार सब स्वर्ग त्यागेर बस्न पाएर आनन्दै हुन्छ। ल पहिलो पनि खासै त्यस्तो नहो। ढुङ्गा ढुङ्गाले भएकोले गर्दा नि माटो जस्तो चिप्लिँदैन क्या। ढुङ्गालाई बानी हुन्छ कि त्यो पानी लिपेर कस्तो दामी होइन। यहाँ नदी आयो मेरो चाहिँ तल यहाँ बसेर ध्यानै गर्ने हुन्छ यहाँ है स्थान एकदम ध्यान गर्ने स्थान सीता माताको। हामी जनकपुरमा अस्ति यात्रा गऱ्यौँ। यो जानकी मन्दिर भन्ने अहिले पनि प्रसिद्ध छ। र सीताबाट हामीले के सिक्नुपर्छ भने सीताको जीवन बडो कठिनाइसँग बितेको थियो, तर पनि सीता कति पनि विचलित भइरहन्। सीताको लागि लङ्काको अफर आयो, रावणले अब प्रपोज गरेको थिए, तर सीताले रामलाई नै सधैँभरि पक्रिन् होइन। त्यसपछि बाहिरी हेर्ने भन्दा पनि भित्री रामबाट चाहिँ टाढा हुने सम्पत्ति, रामबाट टाढा हुने सुन, लङ्का खासै जरुरत देखिँदैन रहेछ भन्ने कुरा हामीले बुझ्नु पर्दछ। हस्त प्रणाम, जय होस् प्रणाम। सीता समारम्भमा रामानुजाय मध्यमान अस्मदाचार्य पर्यन्तां वन्दे गुरु परम्परा। अस्तु। चतुर्दशीको पावन घडीमा उपस्थित भएका छन् पूज्य माताजी यहाँ हुनुहुन्छ। श्री 108 तारा माताजी 2 शब्द राखिदिनु पर्यो। यो हजारौं लाखौं लाखको संख्यामा भक्तजन वारिपारि गएर यति भिड छ अनगिन्ती। हामी पार गरेर उता जान सकेनौँ। यो सद्य छर्नको लागि सारा पितृ मोक्षहरूको जुन उद्धारको लागि, पितृ उद्धारको लागि यहाँ लाखौं लाख सनातन सनातन वैदिक धर्म परम्परा अनुसार आज रातभरि दियो अखण्ड बालेर अनि पितृहरूको नाममा परमात्मालाई सम्झेर भजन गरेर बस्दा पितृहरू जहीँ अड्केका छन् भने पनि उनीहरूको परम्परा उद्धार हुन्छ भनेर यसरी बस्नुभएको छ भक्तजनहरू। र जय जय होस्, सबै पितृहरूको उद्धार होस्। र यो जुन पर्व पनि एकदमै यस्तै प्रकारले सकारात्मक रूपमा चाहिँ चलेर जाओस् अगाडि। हाम्रो जुन परम्परा हो, हाम्रो संस्कार हो, हाम्रो संस्कृति हो, यो वैदिक धर्म परम्परा अनुसार यो अति राम्रो पावन पुण्य कर्म गरेर भक्तजनहरू आज आएर पवित्र भएर रातभरि भगवानको नाम गुणानुवाद गाएर बस्नु, यो पनि एकदमै ठुलो शक्ति आफूमा प्राप्त हुने, देशलाई पनि आनन्द, विश्वलाई पनि आनन्द आउने कुरा हो। सबैको जय हो, सबैको कल्याण होस्। प्रणाम। सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् शान्तिर्भवतु। ल यस्तै छ है माता ताराजीको सानो खान्छ साथ यस्तो त रातिको दृश्य देवघाटको भोलि सदिन छर्नको लागि। ल आज बाला चतुर्दशीको दिन स्नान गर्नेको भिड छ देवघाट किनारामा। हामी चाहिँ अहिले झुलुङ्गे पुलमा छौँ, नवीन सर र म। बिस्तारै यता माथि आउन दिनु अनि मात्रै दिनु क्या। लौ ल्याउ 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 हो त्यसरी दिनु क्या।
जे भयो राम्रो भयो होइन। ल यहाँ वारिपारीको हिजो उता पारी बस्यो, आज यता पारी तरियो। यस्तो छ यहाँ दोकानहरू। सिधै हामी यता हिजो उता पारिपट्टि थियौँ, आज वारिपट्टि यता झुलुङ्गे तरेर यता वारिपट्टिको स्नान ठाउँतिर जाँदैछौँ। यही सिधै बाटो हो जस्तो लागेर हामी जाँदैछौँ। कोप्चाको चाहिँ सानो होला, पहिरो गएको होला। ल देवघाट घाम आइसक्यौँ हामी। देवघाट लेखेको ठाउँ त्यता छ। नुहाउने क्रम जारी नै छ। सुबह बिहान 8 बजेको छ भर्खर, 7:30 8 7:30 बजेको होला। झुलुङ्गे पुल त्यता छ, झुलुङ्गे पुल ल देवघाट स्नान गर्ने ठाउँ मन्दिर। ल देवघाट धाममा छु अहिले म। यस्तो चाहिँ यताको माहौल, बोटिङ चढ्ने नुहाउने सबैजनाको भइरहेछ। उता पारिपट्टि पनि त्यस्तै छ।